नमस्ते सबैलाई। हामी चाहिँ लाग्यौँ नेपालतिर। बिन्दा यहाँ हुनुहुन्छ मिस विनिता। कहाँ हिँडेको नेपाल हिँडेको कपाल चिसै छ त। त्यसै कुदेर आयो केटी नेपाल जाने भनेर त। नेपाल जाने भनेको त्यसै कुदेर आयो त। ल एयरपोर्टमा है हामी चाहिँ हाम्रो चाहिँ यहाँ रहेछ बल्ल भेट्यौँ चाइना साउथर्न। कहाँ त 23 कि लेखा छ उसमा। अनि यहाँ हेर्ने रहेछ चाइना साउथर्नको चाहिँ भिडियोमा। हाम्रो चाहिँ CZ338 अब आउँछ पक्कै एकछिन। चाइना साउथर्न भयो 8 केजीको रहेछ ब्यागेज चाहिँ। कहाँ छ हो 21 होइन नि त्यो चाइनाको भाषामा लेखेको हौ 2 पिस ब्यागेज भनेको। अनि हाम्रो चाहिँ यो CZ338 छ। अनि 12 बजे चेक गर्ने रहेछ। 15 मिनटको फ्लाइट। ल ढुक्क भयौँ। अब बिन्दासँग खानासाना खाँदै बसौँ होइन। ल है हामी चाहिँ लगेज बुझाएर बसिरहेको छौँ। एउटा नेपाली भाइ पनि भेटेछ। अब चाहिँ हाम्रो कहाँ हुन्छ हामी नै। अब हामी कता जाने थाहा छैन होइन। मलाई केही थाहा छैन। हङकङ अरे ख्वाङजाउ हो कि ख्वाङचाउ होला। बोर्डिङ पास लिएर बसिरहेको छ। ड्याडी हाम्रो उता बिन्ताले मम्मी ड्याडीलाई भनेको छैन सरप्राइज भनेर भनिरहेछ। फोन चाहिँ आइरहेको छ है ड्याडीको। खै फोन त एकछिन उठाउनुपर्छ होला हौ। कहाँ गएर उठ्यो भने बाहिर गएर। ल है हामी चाहिँ अब लाग्यौँ। कहाँ हो फेरि चल्ने है यता रहेछ। ट्रेन चढेर जानुपर्ने रहेछ है क्या हो यार। एयरपोर्टभित्र ट्रेन अब त यस्तो मान्छेको विकास। यहाँ गेट नम्बर हेर्दै जानुपर्छ 101 देखि 291 सम्म। यहाँबाट रहेछ यहाँ जाने रहेछ हामी। ल ट्रेन 101 देखि 130 गेट नम्बर यहाँबाट जाने रहेछ है। ल 101 देखि 130 ट्रेन चढेर हिँड्ने हो है यहाँबाट। अब एयरपोर्टभित्र पनि ट्रेन चढेर पनि 130 खोज्दैछौँ। 121 22 रहेछ यहाँ। अब 130 है त हामी जाँदैछौँ 130 तिर। त्यसरी जानुपर्ने रहेछ चाइना एयरमा। पर रहेछ 130 त। चाइनाको इयरस्टनमा हामी पनि प्लेन चाहिँ हेऱ्यौँ है। ठुलो रहेछ है प्लेन त। यो होइन नि भाइ हाम्रो त चाइना साउथर्न हो। अनि हाम्रो कम्पनीको छेउतिरको भाइ पनि ठ्याक्कै भेट्यो है नेपाल जाने कुरामा। उहाँ चाहिँ ऊ भाइ हो बिदामा जानु आँटेको रहेछ। भाइ के छ भाइ हालो गरिदियो यसो। अब यहाँ हाम्रो मेरो त चिनिहाल्नुहुन्छ होला घरकै मान्छे हो। के बोकेर हिँडेको थाहा छैन। हामी चाहिँ 130 यहाँ कुरेर बस्नुपर्ने छ। ठाउँ उगडेको छौँ है भाइ हामीले। ल हाम्रो प्लेन चाहिँ अहिले यहीँ आउँछ। त्यसपछि प्लेन चढेर जाने। प्लेन त छिर्यो है हामी चाहिँ। मेरो प्लेनमा आउँदैछ यहाँबाट चाहिँ। ल छिर्यो हामी छिर्यो। यता म्याडम फेरि आउँदैछ प्लेनबाट। अब चाहिँ प्लेनमा यही छिर्यो ब्रो। अब छिर्यौँ है त गाया। ल फाइनली प्लेनमा चढियो। कहाँ हो तिमी प्लेन यही चाहिँ प्लेन। फर्स्ट टाइम चाइना के भाषा बोल्छ है चाइनिज भाषा। फर्स्ट टाइम चाइनाको एयर पनि चढ्यो नि त। के भन्नु छ नेपाल जानुलाई। नाक त फुलिरहेछ त बिन्ता अब। ल
हाँसेर मऱ्यो एउटा यो होइन दुइटा बिग्रे ड्यामेज पऱ्यो जस्तो हेर कसरी छिराउने कस्तो छ तिम्रो चाहिँ खोइ त्यो उल्टो छिराइहाल्यो बिन्ताले फेरि खोइ त मेरो त दुईतिर यता यार यता पनि छिराउनु मैले ठ्याट अर्काको पो तानेछु यतापट्टि बुढोको पो ताँदैछु बस्नु नि हाँसेर मऱ्यो एउटा फेरि ल दुइटै दुई छ त फेरि बल्ल भेटेस् बुढोको पो रहेछ यताको पो रहेछ यता म त यहाँ रहेछ यो हाँसेर मऱ्यो एउटा फेरि अब चाहिँ उड्न तयार हुँदैछ है हामी कस्तो कन्ट्या गर्न थाल्यो चाइनिज भन्छ क्या मलाई 你看呢？ सही म्याडमले यहाँ एयर होस्टेसज्यूले राइस पनि ल्याएर दियो। ओके बास्ने मिठो आयो खिचो के हो यो यता हाम्रो अङ्कलले पनि फिस राइस मगाएर खानुभएछ अङ्कल र चिन्दिनँ है मैले ल खाऊ है खाएँ ल फाइनली भेट्यो हाम्रो भाइहरू मम्मी नेपाल ल्यान्डिङ भयो है त हामी चाहिँ निस्किँदैछौँ हामी चाहिँ बिन्दा गएर नि त रेडीलाई सरप्राइज हो देखेको छैन भनेको छैन सिधै घरमा जाँदैछौँ है त हेरौँ कस्तो रियाक्सन आउँछ त्यस्तो पो भन्छ सरप्राइज है बिन्दा जाँदैछ है घरमा जाँदैछ थाहा छैन रेडीहरूलाई घन्टी बजाउँदा कस्तो रियाक्सन आउँछ थाहा छैन माथि मम्मीले माथि देखिसक्नु भएर छ मम्मी माथि मम्मी हुनुहुन्छ यहाँ तल डेडी आए ढाँटेर आएछ भन्दै हुनुहुन्छ थाहा छैन हिजोदेखि हराएको हर है मम्मी डेडी नमस्ते ड्याडीले पनि शङ्का गरे रेडी नमस्ते
नमस्ते रेडी अब हामी चाहिँ भित्र पस्छौँ है ल होइन अहिले भर्खरमा उयो प्लेन चढ्नलाई हिँडेको भन्दै उयो हालिरहेको थियो कस्तो सोच्नु भयो रेडी त्यो फोटो हाल्नु अब आउँदै रहेछ बिच रेडी भनेपछि प्लेन चढ्दै रहेछ आज भन्ने सोच्नु भयो आयो रेडी अनि कस्तो भयो कस्तो लाग्यो रेडी यो सरप्राइज सरप्राइज कल्पना नगरेको सरप्राइज थियो फोन गरेर हुनुहुन्छ ड्याडीले मैले टेन्सन लिनु होला भनेर मेसेज चाहिँ छोडिदिएको एउटा आउँदैछु हाम्रो ए बाजी भाइ त्यसर्थ त अलि बिहान मैले फोन गर्नु भनेको हैन मेसेज गरेछ म त बिहान हेरेर गरेको अझ फोटो पनि पठायो बिन्ताले हिँड्यो भनेर हिँडे ana फोटो पठाएको थियो हेर्नु हैन हिँड्यो भनेर मेसेज हेर्नु त मैले पठाएको छु हामी हिँड्न गएको होइन हिँडेको अब भनेर फोटो पठाएको छु त एयरपोर्टको अघि भर्खर क्या बिहान अघि चाहिँ आज चाहिँ हिँडेको भनेर जे होस् ढाटेर अहिले भर्खरै हेरेको मैले त्यो पनि ढाटेर राम्रै भयो त्यहाँ चाहिँ राम्रै भयो मम्मी किन राम्रो भयो त भन्नु पर्यो खानाहरू बनाउनु म सक्छु त के अरे मिठो धुँदै थिएँ अब ड्याडी भात नखाने एक्लै मम्मीले भात पकाइसक्नु होला छिटो जाउँ भनेर आएको त्यो पुगिहालेको त्यही त होइन म त ड्याडी छैन हुनु नै भनेर सोचेको थिएँ तर हुनु त रहेछ हैन घरमै हुनुहुन्थ्यो हैन अहिले कफी दुध ल्याएर कफी अरू भन्दा ड्याडीले टेन्सन लिनु सक्नु भयो जस्तो लागेको थियो क्या हिजोदेखि 10 चोटि फोन गर्नु भएको थियो ड्याडी हैन म भन्नु लाउँछु नि त घरबाट मेरो म कता मोटाइरहेको छु अलिक घटेको छु बेहुली मान्छे रे मम्मी हिजो आएको मान्छे ओ ढाटेर पनि के हो ढाटेको नि अनि सरप्राइज अनि भोलि त्यहाँ के अरे कलश सलस राख्नु पर्यो अनि लुगाहरू सब निकालेर धोएर मिसिनमा हालेर आएछ अनि पर्सि चाहिँ तर्ना सर्ना छैन मान्छे देख्दै आऊ त्यहाँ पो यसो के देख्यो भने यसो हेर्छु त आज एयरपोर्ट आज चढ्ने त भनेको मैले सुनाउन माथि चढेको थिइनँ तिमीलाई आज हिँड्ने चाहिँ नानीहरू भनेर भन्नु पर्यो भन्दै थिएँ ड्याडीलाई शङ्का गर्नुभयो होला जस्तो लागिरहेको थियो क्या हिजो फोन नउठाएर अनि फोन गर्नुभएछ 10 चोटि बिरामी छ के भने जस्तो सुनेको थिएँ होइन अनि हस्पिटल कता के गयो कि भनेर आइपुग्यो छोरी म त पानी लाउँदै थिएँ होइन अनि पाइप फुस्किएछ कति साह्रो घन्टी बजाउँछ भन्दैछु मैले के अब आइसकिगयो नि खुसी भयो खुसीको आँसु नि हो भने घन्टी बजाएर होइन त्यहाँदेखि पाइप फुसेर फेरि यसो हेर्छु पर जुई जस्तै फोटो खिचाएर ड्याडीलाई मनमा लागिरहेको थियो क्या हिजो फोन नउठाएर मनमा त थियो ड्याडीलाई त्यो भएर चित्ता दुःख क्या बाउलाई यहाँ हाल्नु न मम्मी सुर्केस हालेर सबै खिचाइदिए ल है हामी चाहिँ यता हाम्रो प्रिन्ताको घरमा पनि सरप्राइज यस्तो हुँदो रहेछ सरप्राइज दियौँ होइन हिजो कति बजी आयो हिजो त हामी राति 12 बजी आएको है उता घर पनि सरप्राइज दिउँ भनेको मम्मी रातको 12 बजे फेरि उल्टै सरप्राइज होला बाहिर बस्नु पर्ला भनेर अनि उता चाहिँ भन्यौँ फेरि 12 बजे ढोकै नखोलिदिनु होला भनेर चाहिँ उता चाहिँ भन्यौँ ल हामी चाहिँ अब मेरो सत्र सालमा ढाँटो आएर हामी त हिजो 4 बजीतिर त आएको उहाँदेखि पानी आउनु थाल्यो र उता होइन परको बाटोदेखि अनि 4 बजीतिर आएर नेता म त अहिले पनि त अनि त्यो ड्याडी हामी अब हिँडेको भनेर उहाँको मम्मी त खाने सरप्राइज दिनु भइरहेछ बाउ त रुइजल भयो बिचारा मेरो बाउ एयरपोर्टको फोटो हालेको छु अहिले देख्दा त अनि म त सब खानु हो घन्टी बजाउँदा त पुच्चिरहेछ भनेर रहेछ पानी पो उयो हाल्दै थियो र पानी बन्द गर्नु भनेको के हो भने त यो पो देश अलि फेरि उहाँले भिडियो बनाउँदै थियो
अनि म चाहिँ बाहिर निस्केर बाउ छिटो गएर अङ्गालो बाहिर हाल्छ पर देख्छु यसो गरेको अनि म पनि छक्क परेँ हेर हाँसु किन भयो म त छक्कै परेँ अब हिजो प्लेन चढ्ने भनेको मान्छे म फेरि हिजो अनि अब हस्पिटल के अलिक खाएको पच्या छैन भन्दै थियो अनि हस्पिटल बन्द रहेछ भोलि जाने भनौँ अनि हिजो केही भयो कि भनेर अनि गरिराखेको थिएँ क्या मैले सरप्राइज थियो एउटाले भिडियो बनाउँदै आएको छ वाइबाटै सरप्राइज दिने कस्तो गर्नुहुन्छ डेडीहरूले पर घर पुग्नुभयो हिजो ए हिजै पो राति 1 बजी आउने हिजो तपाईँले फोन गर्दा लागेन नि प्लेनमा थियो क्या हामी अनि बिन्दाको लागेन अफ कि अफ छ गर्नु न भन्दै थिएँ भने अनि जोइ पनि अफ छ भन्नुभयो अनि मलाई चाहिँ के आउँदैछ न बन्नु अलिकति लाग्यो दुइटैको अफ त नहुनु पर्ने एउटाको भने एउटाको त खोल्नु पर्ने भने होइन मैले चाहिँ के सोचेँ भने त्यो खाना खाएको पच्या छैन बमिट भएर इच्छा गर्दै थियो अनि भोलि हस्पिटल जाने भनेर भनेको थियो कि यसले जहाँ आउँछ अनि हस्पिटल जाने भन्दै सकुन है यस्तै चल्छ के गर्नु ल अब चाहिँ बिन्ताले मम्मी ड्याडको लागि ल्याइदिएको सामान खोल्दै हुनुहुन्छ शङ्का गर्नु भयो ड्याडीले भन्ने चाहिँ लागेको थियो मलाई ला जुत्ता धन्यवाद सरप्राइज दिएकोमा थ्याङ्क यू ला मम्मीलाई ह्याप्पी मदर्स डे सोजुको बोतल दिउँ न मम्मीलाई सुगुन यसैले छोरी दाइले सरप्राइज दिएर खत्तम बनायो उसले कसरी कोपाकोदेखि आज नआएको है तिमीहरूलाई उल्टो सरप्राइज हुन्थ्यो ल यो चाहिँ सोजु बिन्ताले यस्तो लिएर आएको छ खोलेर बिन्ता प्लास्टिक खोलेर त्यो चाहिँ मम्मीलाई देऊ न सगुन एउटा स्कुल यो चाहिँ हाम्रो कोरियाको सोजु सस्तै नसचेको आज त आउँदैछ भने रातभरि खटपट हुन्छ फेरि सरप्राइज दिए ठिकै हो होइन कति बेला आउने कति बेला भने तयारी गर्छ फोटो पनि त्यो एयरपोर्टको हालेर देखाएको छ आज चाहिँ उसले फटाफट आउने बित्तिकै है यो चाहिँ एकदम को गएको थियो लिन मनी भाइ बहिनी 3 जना हामीलाई त थाहै थिएन के सरप्राइज हो नि त अनि गाउँमा माथि कोकोला दिनुहुन्छ दिनु ब्ल्याक पनि भयो क्या त्यो ब्ल्याक त गाउँलाई ठिक हुन्छ कपडा कभर मम्मीको कभर सबै कभर यो चाहिँ मेरो है फेरि यो मासु पोलेर खानुपर्छ है यो तलेर तिमीसँग मासु छ कि छैन त्यहाँ खसीको मासु छैन फेरि कट्टु यो त अनि एक भारी आएको छ पुरै हामीलाई मात्रै आयो जस्तो छ त जे बराबर उस्तै ससिलो त्यहाँ पनि दिने हो दिनु है यो तपाईँको मोबाइलको यो तपाईँको चिल्लोवाला क्रिम ह्यान्ड क्रिम पनि हातमा लगाउँछ यो चाहिँ के हो त्यो चाहिँ त्यो मोबाइलको क्या सिसा राम्रो छ क्या रेडियो एउटा थियो नि भिडियो बनाएर बस्छ त यो चाहिँ मलाई यो उयो बेहुला नानी भिडियो यो चाहिँ लुगा के अरे लुगामा फोन लगायो भने यस्तो यस्तो गर्नुपर्छ अनि पक्का निकालेर खाट्ने फेरि अड्काउँछ बेहुला बेहुलीहरूले त स्टाइल त गर्यो सरप्राइज यो चाहिँ उयो मसाज गर्ने तपाईँको खुट्टाहरू दुख्छ भने हालेर राख्ने म त छक्कै परेँ क्या
पर बाटोमा यसो गरेर देख्छु त्यसलाई सोधु खाने राख्छु नि। गिलास टकिला लेडीलाई अलिक तल बाउ छ है अङ्गालो मारिया देख्छु रुँदै नि फेरि यहाँबाट खाँदै नखाँदैन। अनि यतिमै हो। के खुट्टा त? ल हेर त कति छोरी चाहिँ गीत सबै आयो होइन? हँ? कनको गीत सबै आयो नि? आयो यति नै गर्नु। ल हाम्रो चाहिँ यो सरप्राइज भ्लग आज यतिसम्म है त फेरि केही रमाइलो भयो भने फेरि खिचौँ ल चक्लेट चाहिँ त्यो एयर निकालेर ल्याएको भएर त्यस्तो भएको भर्खर मजाले त्यो भयो। खान आउँदैन क्या हो? आउँछ किन नआउनु बिस्तारै खोलिदिनु न, बिस्तारै। यतापट्टि पनि खोला नि दुईतिर छोरी ज्वाइँले सरप्राइज दिएर यसरी त उतातिर हात। ल ल ताली मम्मी ह्याप्पी मदर्स डे। धन्यवाद यसरी होइन हौ च्यात जबरजस्ती अलिक के हुन्छ त हेर्छु कस्तो दामी छैन त? ल पछाडि हेर्नु। राम्रो लाग्यो? एकचोटि कानमा हलो पनि भन्नुहोस् त हेलो भन्न त यसो काममा लगाउनु। ल है छोरी चाहिँ कता घरतिर सरप्राइज दिएर